हेलो साथीहरु, नमस्ते झुरले वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन इन म आरती मगर फ्रम म्याङ्गी देवी स्थानदेखि। अनि तपाईहरुको सामु फेरि न्यू डे न्यू भ्लग लिएर आइसकेको छु। कृपया मेरो भ्लगलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। अनि सन्चै हुनुहुन्छ साथीहरु? आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चरामा छु साथीहरु। त्यही भएर म चाहिँ यहाँ बिहानै उठे, यताउति गरे अनि अहिले आएको छु यहाँ बिहारमा बिउ छर्न आएको छु साथीहरु। मैले चाहिँ अस्ति साथीको बिउ हो नि त, त्यही भएर आज चाहिँ यहाँ छर्ने भएको छ। अनि पानी अलि धेरै थियो कि त्यही भएर पानी मारेर एकछिन बसिरहेको छु। अनि त्यही बेलामा मैले भ्लग स्टार्ट गरेको साथीहरु। हाम्रो चाहिँ यस्तो बुके फुल उसको फुल्ने बेला चाहिँ जस्तो भए पनि जे भए पनि कति राम्रो देखिने के साथीहरु। अनि आजको मौसम चाहिँ एकदम दामी गरेको छ। ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ पुरै नीलो आकाश, त्यसमाथि हरियै वातावरण। सो म चाहिँ अब बिउ छर्दैछु साथीहरु। अनि मेरो बिउ कस्तो भएको छ त भने तपाईहरुलाई देखाउने नै छु है। अनि मेरो च्यानलमा नयाँ साथीहरु जुडिन आउनुहुन्छ भने कृपया मेरो च्यानललाई सब्स्क्राइब गरेर कमेन्ट छोडेर मात्र जानुहोला। त्यसपछि मैले पनि तपाईहरुलाई सपोर्ट गर्नेछु साथीहरु। र मेरो च्यानल मेरो भ्लगलाई जति पनि साथीहरुले साथ सपोर्ट दिइराख्नु भएको छ तपाईहरुलाई पनि धेरै धेरै धन्यवाद अनि मिठो सम्झना छ भन्न चाहन्छु। सो मेरो भ्लग हेर्दै जानु होला है त गाइसहरु। ल साथीहरु, अब हेर्नु छ यहाँ आफ्नो धानको बिउ कस्तो उम्रिछ कि यहाँ फेरि कस्तो गरेर उम्रिया छ भनेर देख्न सक्नुहुन्छ। पुरै पसिना छर्दैछ। यसरी उम्रिन्छ यसरी। यसरी उम्रिछ साथीहरु मेरो धानको बिउ चाहिँ। अनि तपाईहरुले कसरी राख्नुहुन्छ हो? हामीले त्यस्तो गरेर पो राख्छौं त साथीहरु। हाम्रो गाउँतिर त यसरी राख्छौं धानको बिउ। यस्तो भएको रहेछ नि। पुरै पसिना भएर यसरी उम्रिन्छ कि साथीहरु। हेर्नुस् त यसरी उम्रिन्छ। कस्तो राम्रो भएको छ नि त साथीहरु। हेर्नुस् त आमामामा कस्तो राम्रो उम्रेको। यसो गरेर उम्रिया छन्। अब चाहिँ म छर्न जाँदैछु बिउ। यसरी उम्रिछ साथीहरु। हेर्नुस् त कस्तो मजाको भएको छ। 2 रात 2 दिनमा यस्तो भइसक्यो साथीहरु। यो हरियोमा गरापछि चाँडै छिटो उम्रिदो रहेछ कि त्यही भएर हामी चाहिँ सधैँ यस्तै यो गराने। यसरी उम्रिन्छ। यसरी उमारेर बल्ल छर्छौं हामीले चाहिँ धानको बिउ। साथीहरु मैले चाहिँ छरिसके धानको बिउ पनि। देख्न सक्नुहुन्छ तपाईहरुले यस्तो धानको बिउ छरेको छु मैले चाहिँ। सबै छरिसके। अब चाहिँ म घर जान्छु केही दिनपछि। उता तलतिर कसैको बिहा सुगी छ। यसरी छरिसके। आज चाहिँ बिउ राख्नेको अन्तिम दिन भयो। अझ माइतको एकपल्ट 2 पल्ट राखेको छु साथीहरु। अझ माइतको धानको बिउ छर्दिनलाई बिजाको पनि छैन। अनि आफ्नो यहाँको त छरिसके। माइतको चाहिँ आज बिजाउने साथीहरु। अनि देख्न सक्नुहुन्छ तपाईहरुले आजको हाम्रो मौसम
अनि बिहान त कस्तो मिठो घाम लागेको थियो बिहान होइन। अब फेरि बादल जुम्दिन्छ फेरि पानी आउन बेर छैन साथीहरू। देख्न सक्नुहुन्छ घाम अनि उतातिर हिमाल देख्न सक्नुहुन्छ। यता यस्तो देख्न सक्नुहुन्छ साथीहरू। जान्छु म त घर ल साथीहरू। धानको बिउ छर्ने काम पनि सकिसके। अब चाहिँ म घर जान्छु। अनि अबे लन्डन भिरै दिनमा के कस्तो हुन्छ तपाईँहरूसँग लिएर आउने नै छु। तर मेरो भ्लगमा जोडिरहनु होला है त। हामी त बनाउन त बनाएँ सानो सानो यसरी अहिले मारिदिनु हुन्थ्यो होइनन् फेरि यस्तो गरेको छ साथीहरू हाम्रो आजको मौसम। आए अहिले यहाँ गोबर लिन अनि यहाँ घर लिने गोबर पनि छैन कि साथीहरू घरमा। त्यही भएर म आएको छु लिन। यस्तो छ हाम्रो पुसौको यो मेरो ससुराबाको भाइको हो साथीहरू। यो गाई भैँसीहरू गाईहरू। म चाहिँ यहाँ गोबर लगेर जान्छु। अब गाउँघरमा गोबरमा त मिलाएर घर लिपिन्छ नभएपछि लानै पर्यो फेरि के कसो साथीहरू। कति धेरै छ हो यो चाहिँ नथुतेको हो कि हालेदेखि ल्याएदेखि नठुटे जस्तो छ छाट काठ हेर्दा। अनि यसरी नै चलिराखेको छ साथीहरू मेरो दैनिकी त। तपाईँहरूको चाहिँ के कसरी चलिरहेको छ। यस्तै छ मेरो गाउँघरको जिन्दगानी गाउँघरको दैनिकी। कहिले के कहिले कता कहिले यता कहिले उता अनि कहिले फुर्सद नपाइने जिन्दगी। छ्या के भएछ यस्तो। यति लानु पर्ला धेरै त के लानु फेरि सुक्छ चाहिएको बेला फेरि लिएर आउनुपर्छ लिन आउनुपर्छ नि निकाली। म चाहिँ साथीहरू 9 बजीतिर बिउ छरेर पानी लगाएर गएको। आउँदा त अहिले आउँदा फेरि यसरी सुकेको। कति बज्यो अहिले 1 बजी छ साथीहरू। अहिले चाहिँ यहाँ आउँदा फेरि अहिले यसरी सुकेर बसेको हस्तो हुन्छ भनेर के साथीहरू। यहाँ मेरो ड्युटी सुरु भयो भन्ने अब दिनमा 3-4 पटक त आइरहनु पर्छ। यहाँ पानी सबै सुकाइदिएर बर्बाद छ साथीहरू यस्तो। अनि फेरि आजभोलिको मौसम भरै नपर्नु साथीहरू। अघि भर्खर कस्तो छ्याङ गर्ने घाम लागेको थियो अहिले त फेरि पानी आइदिरहेको छ। अनि म र छोरी चाहिँ दाउरा लिन जान भनेर तयार परेर घरबाट निस्केर के भन्छ रे घरबाट निस्केर माथितिर डोको राखेर यहाँ तल पानी नआएको। पानी नआउँदा बिहार सुकेछ। दाउरा लिन जाने भन्दा पानी आउने भन्छ होइन के गर्ने हो यस्तो गाह्रो छ जिन्दगी आजभोलिको दिनको भरै नपर्नु साथीहरू यस्तो पो छ त। छिनमै पानी आउँछ छिनमै घाम लाग्छ। यो गर्छु भनेर आँटीको काम पनि गर्न दिँदैन। त्यही माथि यहाँ बिहार सुकेर बर्बाद छ साथीहरू यसरी। अघिको हजुर के पानी आन्न त त के जाने चाहिँ र नि त आन्न पानी जाँगाई माथितिर दाउरा लिन जानु पर्ला भनेको। जाँगाई त पानी आन्न है किन जाम भयो गरी दाउरा लिन आएको त भेटी गयो पानीले। पानीले थुर्दै जाँदैछ। म र छोरी चाहिँ दाउरा लगेर अब बर्खाको लागि अलिअलि दाउरा काटौँ भनेको त साथीहरू दिन बिग्रेर गर्नु गरेछ। यहाँ काट्नु त अस्ति नैदेखि थोरै काटे पनि तर कहिले यता कहिले उता गर्दा राम्रोसँग धेरै दाउरा काट्नु पनि पाएको छैन नि त।
त्यही भएर अलिअलि पनि काट्नु पर्यो भनेको त दिन बिग्रेर साथीहरू पानी आएर खत्तम पारेको छ यहाँ। अहिले पनि बिहारमा गएर पानी आएको थियो अनि अहिले आउँदैन होला छार्छ होला भनेर आएको त ऊ फेरि आइडी छ पानी साथीहरू। त्यसैमा पनि म र छोरी थोरै थोरै दाउरा बोकेर जानेछौँ घाँडा। मेरो भला खेल्दै जानु होला है त। 1 2 3 गो। ला है कसले जित्छ कसले जित्छ कसले जित्छ। म चाहिँ साथीहरू यहाँ बिहारमा पानी हेर्न आएको। यस्तो बुके फुल फुलेको छ कि हेर्नुहोस् त। तेरे हो ल दुगोर आयो दुगोर छिटो 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 ल छिटो दुगोर छिटो। पानी आएर हामी चाहिँ पानी हेर्न ल उता डुगेर फेरि अब जाने गर। अबि कहाँ खेल्नु है ताल ल हिँड घर जाने पट पानी हेर्न आएको साथीहरू। हामी चाहिँ अहिले घर जानेछौँ अनि तपाईँहरूलाई मेरो भ्लग कस्तो लाग्यो मन परे लाइक सेयर मन परे लाइक सेयर सब्सक्राइब एन्ड कमेन्ट गरिदिनु होला। हाम्रो यस्तो धान खेतैभरि बुकी फुलेर पुरै यस्तो भएको छ साथीहरू। सो आजको भ्लग चाहिँ म यही बन्द गर्न चाहन्छु है गाइजहरू। बाई बाई। थ्याङ्क यू फर वाचिङ माई भ्लग।